नारायण हिटी नाम दुई शब्द नारायण र हिटी मिलेर बनेको छ। नारायण हिन्दू देवता विष्णु हुन्, जसको मन्दिर दरबारको ठिक अगाडि अवस्थित छ। हिटी नेवार भाषामा धारालाई जनाउँछ, जुन दरबारको मुख्य प्रवेशद्वारको पूर्वतर्फ अवस्थित छ। यो धारा स्थानीय किम्वदन्तीहरूमा विशेष रूपमा उल्लेख गरिने एक महत्त्वपूर्ण स्थल हो। नारायण हिटीमा स्वागत छ, जुन अहिले नारायण हिटी दरबार सङ्ग्रहालयका रूपमा परिचित छ। यो दरबार नेपालका राजकीय इतिहासको एक महत्त्वपूर्ण प्रतीक हो, साथै 2001मा भएको एक अँध्यारो रातको स्मरण गराउने स्थान पनि हो। यही एक रहस्यमय र विनाशकारी घटना घटेको थियो, दरबार हत्याकाण्ड। 2001 जेठ 19 गते राति नारायण हिटी दरबारभित्र राज परिवारका सदस्यहरूबीच भोज भइरहेको थियो। त्यही रात युवराज दिपेन्द्रले आफ्ना बुबा राजा वीरेन्द्र, आमा रानी ऐश्वर्यसहित परिवारका 9 जना सदस्यहरूलाई गोली हानी हत्या गरेको भनिन्छ र अन्त्यमा उनले आफैलाई पनि गोली हानेको बताइन्छ। तर के वास्तवमै उनी नै अपराधी थिए, वा आधिकारिक रूपमा घोषणा गरिएको कथाभन्दा पर यस घटनामा केही गहिरो सत्य लुकेको छ? आजसम्म पनि यो प्रश्न धेरै नेपालीको मनमा छ। नारायण हिटी केवल एउटा स्थान वा सङ्ग्रहालय मात्र होइन, यो नेपालमा राजतन्त्रबाट प्रजातन्त्रमा भएको परिवर्तनको प्रतीक पनि हो। एक समय यो दरबार नेपालको राजकीय शक्ति केन्द्र थियो, जहाँ शाह वंशका राजाहरू बसोबास गर्थे र देश शासन गर्थे।